यसरी अनि तिमी उठेछौ अनि यसरी हात प्रेस गर्छौ तिम्रो अगाडि ध्यान गर्दै अगाडि ल हेलो भन हेलो गाइस चाहिँ पानी बोतल अब हामी हेर्न कहाँ भन है यहाँ छ हामी स्विमिङ खेल्न जाँदैछौँ लाको तपाईँले यति स्विमिङ गर्नु मन छ भने यहाँ आउन सक्नुहुनेछ मेरो आन्टीले स्विमिङ पौडी खेल्दा आफ्नो सुरक्षा आफैले गर्नु होला अब भयो लामै त बनाउँछ नि भ्लग बनायो भने 1 घन्टा जति यतिको समय बस्छ मान्छेले बिचमा के ग्याप भयो भने ग्याप गरेर बल्ल इडो गर्दैछ कस्तो घाम लागेको ओइ चर्को घाम कान्ने पर्यो हो जत्तै के खाना चाहिँ आउनुपर्ने मजा आउँछ मजा आउँछ ब्लग नि के बनाउनु बोल्नै आउँदैन घुमा घुमा गर्छ न म चाहिँ तल गयो अब यति के भन्छ तेरो कालो भा यहाँ त स्कुलै कालो भा के हो त अनि भन्दैन खाएको त भन्दैन यहाँ त घाम लगाइराख काप्टिङ खेल्ने कहाँ यहाँभन्दा यहाँबाट नि माथि हो 2-3 घन्टा चाहिँ लाग्दैन होला हो आमा घाम आउँदो रहेछ क्या त घाम त आउँछ नि के हुमे मेरी ओइ